ए दिदी पो आउनु भएछ नमस्ते दिदी नमस्ते भाग्यमानी हुनु अनि के अनि फङ्सन नगरी एकै बजी आउनु भएछ के काम परेर आउनुभयो दिदी आज अचानक त्यसै अब फङ्सन गरेर आउनुभयो नि त म खाजा साजा बनाएर राख्ने थिएँ नि त कुखुरो भाले काटेर राख्ने थिएँ फनै नगरी एक्कासी आउनुभयो ए अर्को फोन गरेर आउँछु ल पक्कै के हेर्नु न तिम्रो सम्झना आयो कि देखा नाकि अब आउँछ आउँछ मेरो सम्झना पक्कै आज पनि के हो सम्झना के खान्छ नि यसले पक्कै आज पनि मुनि खानेकुरा सोधिदिनौ त भोकै आइरहेको छु घरबाट ल्याउन के लिएर आऊ दिदी बस्दै गर्नु म हजुरको लागि चिया खाजा लिएर आउँछु ल ल जाऊ A few moments later. अब यही मौकामा सबै झ्याप मार्नु पर्यो यही त मौका अब मार्नु पर्यो झ्याप यो के रहेछ हौ कछुवा हो कि फचुवा हाल्नु पर्यो कस्तो राम्रो रहेछ नि यो पनि लाने थिएँ नि अब के गर्नु अवस्थै छैन स्याहार लिएर आयो अब अर्को व्यवस्था गर्छु के ल्याकिरहेको थियो हौ आमा यो के हो बडी ल्यासन हो कि बडी लोसन हाल्नु पर्यो आमा कस्तो राम्रो स्याम्पू यो पनि हाल्नु पर्यो नि आफू त एक टके लाउनु छ भेस्लिन होइन यो जाडोमा लाउने यो पनि हाल्नु पर्यो सनस्क्रिन पनि रहेछ हो मैले त जिन्दगीमा पनि लगाएकी छुइनँ हाल्नु पर्यो पाउडर आमा कस्तो राम्रो सेन्ट रहेछ नि कस्तो मिठो झ्याप पारिहाल्यो अब बचेको पनि लिएरै जान्छु आमा कस्तो राम्रो साडी हाल्नु पर्यो नि अब लाउँछु 2-3 साल त मेरो दसैँ भयो दसैँ आहो आहोइ आहोइ छिटो छिटो भाग्नु पर्यो नभए त्यो बुइनी निक्लिन्छ फेरि ए दिदी चिया लिएर आइदिनु खान्न मलाई ढिलो भयो म गफिला पछाडि आउला नि फेरि ल होइन दिदी चिया खाएर जानु न म पछाडि आएर खान्ला नि होइन ओ दिदीले के टोक्रो लिएर गयो नि मेरो सबै सोरेर लिएर गयो होला हौ अनि दिदी बस्नु न अनि आउने यसमा चाहिँ के छ त दिदी हो के लानु भयो दिदी हेर्नु मेरो के लानु भयो तपाईँले होइन म लान्छु छोरा ए राम प्रभु भगवान् सबै लिएर गएपछि नि दिदीले आएर जहिले पनि आउँदैन सबै लिएर जान्छु अस्ति पनि आएर त्यसरी नै सोरेर सबै लिएर गयो मेरो सामान जति यिनले राख्ने रहन्छन् जहिले आउँछन् कहिले एउटा के सोरसार लिएर जान्छन् आउँदा चाहिँ आलु केही नलिए आउँछन् डिक्तो लोभी दिदी हे भगवान् राम 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 सबै लिएर गयो नि मेरो सामान यिनले राम यति झ्याप पारिहाल्यो अब अर्को पालि आउँदाखेरि अझै ठुलो लिएर आउँछु प्लास्टिक म त अब जानु पर्यो मेरो त दसैँ जस्तै भयो नि फेरि आयो भने